हेलो एन्ड जोजोलोपा सबैजनालाई सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ म यहाँ अफिसबाट घरतिर जाँदैछु, त्यही भएर छोटो मोटो भ्लग हान्दिउँ भनेर। अनि आजको वेदर पनि खतराले पोल्युसन भइरहेको कि के भन्ने हो, पानी परेको जस्तो भइरहेछ। त्यही भएर यतातिर चाहिँ पानी परेको छैन रहेछ। अघि न उता थानकोतिर चाहिँ पानी कस्तो परिरहेको थियो कि। यो आजको वेदर पानी पर्न लागेको पनि भयो अनि पोल्युसन चाहिँ धेरै बढिरहेको छ कि नेपालमा। नेपाल नम्बर 1 मा एयर पोल्युसनमा परिसक्यो अरे अहिले, किनभने यस्तो गाडीहरूले गरेर हो के। यो अगाडि गाडीहरू नि त्यहाँ कस्तो धुवा फ्याल्ला हुन्छ। नेपालमा चाहिँ म्याक्सिमम धेरै जस्तो गाडीहरू पुरै पोल्युसनवाला रहेछ क्या, धुवा फ्याल्ने के धेरै नै। क्यामेरा अन गर्दा चाहिँ धुवाहरू देखाउँदैन अनि अफ गर्दाखेरि चाहिँ कस्तो धुवा उडाउने कि यस्तो गाडीहरूले। अहिले नेपालको गाडीहरू सब हटाइनु पर्यो कि, पुरानो गाडीहरू चाहिँ। अनि चाहिँ नेपाल पोल्युटेडबाट मुक्ति हुन्छ। नेपाल नम्बर 1 एयर पोल्युटेडमा परिसकेको रहेछ। त्यही भएर खासमा भन्नुपर्दा चाहिँ इभी गाडीहरू चाहिँ चलाउन दिनुपर्ने के। यो पुरानो लोकल गाडीहरू सब हटाएर इभी गाडी चलाएको भए चाहिँ राम्रो हुन्छ त्यस्तै लाग्छ मलाई चाहिँ। किनकि एयर पोल्युसनबाट पनि छुटकारा पाउँछ हामीले। कति एयर पोल्युसनको बारेमा मात्र भनिराख्ने, अब अरू टपिक पनि चेन्ज गर्नु पर्यो। अहिले चाहिँ म यहाँ कलङ्की मन्दिर आइपुगेँ। अब यताबाट घरतिर जाँदैछु म। यो हेलमेटको क्यामेरा अन गरेर चाहिँ के बोल्ने हुन्छ कि, टपिक नै आउँदैन। अनि अर्को कुरा भन्न चाहन्छु, मैले चाहिँ यहाँ अर्को बाइक किनिसकेँ। त्यही भएर अहिले यो बाइक चाहिँ एनएस बाइक हो। यो बाइक किनेको त्यस्तै 3-4 हप्ता भयो होला। मैले एफजेड बाइकलाई चाहिँ बेचिदिएँ मैले, किनभने त्यो बाइकको कन्डिसनै राम्रो थिएन कि। त्यही भएर अलिकति पैसा थपेर अनि यो एनएस किनिहालेँ मैले एफजेड बेचेर। तर भन्नुपर्दा एफजेड बाइक चलाउन चाहिँ धेरै मजा आउँछ कि, किनभने माइलेज पनि राम्रो दिन्छ। काम गर्ने मान्छेहरूलाई चाहिँ धेरै राम्रो छ कि यो बाइक चाहिँ। माइलेज पनि 40-45 सम्म दिइहाल्छ एफजेडले। यो एनएस बाइक पनि म धेरै चलाउँदिनँ होला, किनभने माइलेज पनि कम छ। अब पाएँ भने राम्रो एफजेड खोजेर त्यही लिनु पर्ला भनेर सोचिरहेको छु अहिले चाहिँ। अब यो बाइक चाहिँ 1-2 महिना जति चलाउँछ होला मैले यस्तो विचार गर्दाखेरि चाहिँ। यो बाइकको कन्डिसन पनि धेरै राम्रो छ। सिलप्याक इन्जिन हो, 2 जनाको नाममा थियो, मैले लिएँ। अहिलेसम्म त राम्रै चलिरहेको छ यो बाइक। अब हेरौँ न के हुन्छ। यो वर्षमा चाहिँ मैले धेरै नै बाइक फेरिसकेँ होला। यो शुद्ध गरेर 6वटा बाइक भइसक्यो होला अहिलेसम्ममा, त्यो पनि 1 वर्षभित्रमा के। मेरो फर्स्ट बाइक एफजेड थियो, सिङ्गल ह्यान्डै नयाँ किनेको थिएँ मैले त्यो बाइक। त्यो कति 8 वर्ष जति चलायो होला अनि बेचेँ मैले। त्यसपछि ड्युक बाइक किनेँ, ड्युकपछि फेरि एफजेड बाइक किनेँ, एफजेड पछि फेरि ड्युक किनेँ, ड्युकपछि फेरि एफजेड बाइक किनेँ, त्यसपछि यो एनएस बाइक किनेँ मैले। तर एफजेड बाइकमा चाहिँ धेरै कम्फर्टेबल थियो क्या मलाई। अब हेरौँ के हुन्छ। यो एनएस चलाएपछि पावर पनि धेरै लाग्यो क्या मलाई यो बाइकमा। एफजेडमा भन्दा चाहिँ पावर चाहिँ धेरै छ यो बाइकमा। अनि कहाँ 150 सीसी कहाँ 200 सीसी। अनि मैले एनएस बाइक चाहिँ कार्बोरेटरमा किनेको थिएँ मैले। एबिएस पनि भयो यसमा, किनभने सबै एनएस चलाउनेहरूले एफआईवाला बाइक चाहिँ नकिन भन्छ कि, किनभने त्यसमा एफआईको प्रब्लम देखाइरहेछ अरे भन्छ। प्राय बाइकहरूमा म्याक्सिमम बाइकहरूमा चाहिँ एफआईको प्रब्लम छ भन्छ। अनि त्यही भएर मैले एफआई बाइक नलिकन यो कार्बोरेटरवाला किनेँ मैले। तर राम्रो छ पिकअप चाहिँ यसमा, पावर पनि धेरै छ यसमा एफआई भन्दा चाहिँ। अनि पेट्रोल चाहिँ धेरै नदिने यो बाइकले। अब यो बाइकलाई चाहिँ राम्रोसँग सर्भिसिङ गराउँछु। ओरिजिनल सामानहरू हालेर नै गराउनु पर्ला सर्भिसिङ चाहिँ, किनभने कम्पनीको पार्ट्सहरू हाल्यो भने त राम्रो हुन्छ नि त। जस्तै एयर फिल्टर, मोबिल त्यस्तो चेन्ज गर्नु पर्दाखेरि चाहिँ। यो बाइकमा चाहिँ डिस्प्ले जान्न लागिरहेछ। अब डिस्प्ले चाहिँ हेरौँ, कम्पनीमा गएर लिएर आउँछु अनि वर्षतिरै दिनु पर्ला सर्भिसिङ गराउनलाई चाहिँ। तर यो बाइकको स्पिड चाहिँ बबाल छ कि। यो बाइकको स्पिडमा चाहिँ मलाई चाहिँ भिज्नु मन लागिरहेछ कि मजाले। अनि थाहा हुन्छ नि त कसरी छिराउने, कसरी यताउता पार्ने भनेर। यस्तो जामहरूमा कन्ट्रोलिङको बारेमा चाहिँ मजाले बुझ्नु मन लाग्छ यो बाइकको। त्यही भएर यस्तो 3-4 महिना जति चलाउँछु अनि हेरौँ न के हुन्छ यो बाइक। तर यो बाइक चलाउनलाई चाहिँ लास्टै बबाल मजा आउने कि। यो बाइकहरू किन्दा बाइकहरूको बारेमा सब थाहा भइसक्यो हुन अहिले भन्नुपर्दा चाहिँ। हामीले पहिला बाइक किन्दा चाहिँ इन्जिनको बारेमा थाहा हुँदैन नि त हामीलाई। सेकेन्ड ह्यान्ड बाइकहरू, रिकन्डिसनबाट किनेको बाइकहरू, रिकन्डिसनको बाइकहरू त कभर नै हुन्छ त्यो थाहा छ मलाई। अन्त मान्छेहरूसँग किन्दाखेरि चाहिँ त्यो हेरेर किन्नु पर्यो बाइक चाहिँ। रिकन्डिसनले मलाई 3 चोटि चेताइसक्यो कि। त्यही भएर अबदेखि रिकन्डिसनमा चाहिँ बाइकहरू किन्दा पनि नकिन्ने,
अरूलाई किन्न पनि नदिनु हो कि रिकन्डिसनमा चाहिँ किन्ने बेलामा चाहिँ बाइक राम्रो देखिन्छ, एक हप्ता पछि पुरै चेताइदिन्छ कि पार्ट्सहरू पनि सब फेरेर हुन्छ यिनीहरूले। त्यही भएर रिकन्डिसनबाट चाहिँ बाइक नकिन्न हो केटाहरू, म त्यही भन्न चाहन्छु। त्यहाँका मान्छेहरूले पुरा एट्र्याक्सन हान्ने कि त्यो बाइक किन्नको लागि चाहिँ राम्रो छ भनेर भन्छ, तर एक हप्ता पछि पुरै चेताइदिन्छ कि। कतिजना राइडरहरूलाई पनि थाहा भइसक्यो होला नि त रिकन्डिसनबाट बाइक किन्दाखेरि कस्तो हुन्छ भनेर। अब कुनै कुनै रिकन्डिसन चाहिँ राम्रो होला कि खोइ के थाहा। मैले 3 चोटि धौरिसकेँ, 3 चोटि तीनवटै रिकन्डिसनमा पनि त्यस्तै भएको थियो कि। त्यही भएर अब चाहिँ रिकन्डिसनबाट बाइकहरू नलिने भनेर ठानिसकेँ। अब यो बाइकलाई चाहिँ हल्का मोडिफाई हाल्नु भनेर सोचिरहेको छु मैले। अहिले चाहिँ यसो ग्राफिकहरू हालिदिउँ अनि हाफ विल कभर पनि हालिदिन्छु भनेर सोचिरहेको छु मैले अहिले चाहिँ। अब हेरौँ न के हुन्छ केही दिनपछि। पहिलाको बाइकको विल कभर यत्तिकै राखिरहेको छु मैले, एक हप्ता पनि चलाएन होला विल कभर। अहिले हाम्रो नेपालमा चाहिँ ट्राफिक प्रहरीहरूले पुरै टाइट गरिरहेको छ भनेर सुनेको थिएँ मैले। यो मोडिफाई बाइकहरूमा चाहिँ पुरै टाइट गरिरहेको छ क्या अहिले, जरिवाना लाग्छ के भनिरहेछ। जरिवाना पनि खतराले बढाइदिइरहेको छ नि। अस्ति मैले एउटा न्युजमा हेरेको थिएँ कि, त्यही भएर नेपालमा चाहिँ नो मोडिफाई बाइक अलाउड भनेर लेखिरहेको छ क्या अहिले। अस्ति अनि एउटा मोटर भ्लग पनि हेरेको थिएँ राजकुमार थापा मगरको, उसको त 1 वर्ष अगाडिको बाइकको त्यो अहिले हेरेर समाइरहेको थियो कि। 1 वर्ष अगाडिको पनि त्यस्तो गरिरहेको छ क्या अहिले। अब उसले बाइक पनि बेचिसक्यो होइन, त्यस्तो भनेर मात्र छोडेको थियो क्या अरे। अहिले चाहिँ म यहाँ यातायात कार्यालयतिर आइपुगिसकेँ। अब यताबाट सिधै घरतिर जानेछु म। यताबाट लेफ्टतिर गयो भने हाम्रो यो ट्रायल लिने ठाउँ भयो गाडी बाइकहरूको। तर आजकल यातायात कार्यालय पनि खतरा घुस खाइरहेछ नि। 15,000मा कारको ट्रायल लिन्छु, पास गराइदिन्छु त्यस्तो भन्दै के। नेपालमा यस्तो घुस खाने चलन त पहिल्यैदेखि नै थियो। त्यही घुस पचाएर त यहाँ मन्त्रीहरू धनी भइरहेछ आजकल। अहिले चाहिँ म यहाँ सुरुङ मार्गको इन्डिङ पोइन्टमा आइपुगिसकेँ। यो ठाउँलाई चाहिँ दूरसञ्चार भन्ने छ। यो इन्डिङ पोइन्ट चाहिँ यतातिर आउँछ गाडीहरू, उता नागढुङ्गाको टन्नेलबाट। अहिले चाहिँ बाटो राम्रो बनाइरहेछ पहिला भन्दा। यो चाहिँ हाम्रो सुरुङ मार्गको स्टार्टिङ पोइन्ट हो। स्टार्टिङ भनौँ कि इन्डिङ भनौँ, अब त्यस्तै हो। यो फ्लाइओभरबाट गाडीहरू आउँछ जान्छ भनेर थियो। पानी परेको बेलामा चाहिँ यतातिर कस्तो हिलो छ्याप्ने के। यो बाटो अलिकति बिग्रिरहेछ नि त यहाँ यो लेनतिर, त्यही भएर यतातिर अलि माथिसम्म हो कि बिग्रिरहेको चाहिँ। तर पहिला भन्दा चाहिँ राम्रै गरिरहेको छ। यो थानकोट एरियामा चाहिँ पिच पनि गइरहेछ बिग्रिया ठाउँतिर। अलिकति मात्र हो, अनि अरू ठाउँमा त राम्रै छ अहिले पहिलाको स्थिति हेरेर चाहिँ।
आजकल केटाहरूले मोटो भ्लगको लागि गोप्रो हुन्छ, तर गोप्रो नकिन्दा पनि हुन्छ फर्स्ट टाइम मोटो भ्लग हान्नेहरूलाई। किनकि आजकल एक्सन क्यामेरा पनि राम्रो आइरहेछ के, 10 देखि 15,000सम्मको। त्यस्तो महँगो गोप्रो किनेर पनि के गर्ने भनेको नि, पैसाको मात्र वेस्ट हुन्छ। यो मोटो भ्लगका लागि सुरुवात गर्ने भनेकै सानो बाटो त हो नि हैन, एकैचोटि ठुलो गएर चाहिँ के हुन्छ र भने नि, पैसा धेरै खर्च गऱ्यो त्यही हो। अनि अहिले चाहिँ म घर पुग्न लागिसकेँ, त्यही भएर आजको लागि चाहिँ इन गर्नु पर्यो। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ माई मोटो भ्लग। अब अर्को